मिति 2082 साल असोज 10 गते शुक्रबार ब्ल्याकस्टोन फिटनेस परिसरमा सम्पन्न हुन गइरहेको ब्ल्याकस्टोन क्लासिकल पावरलिफ्टिङ च्याम्पियनसिप बारे जानकारी दिन आयोजित यस पत्रकार सम्मेलनमा उपस्थित भई आफ्नो अमूल्य समय हामीलाई प्रदान गरिदिनु भएकोमा धन्यवाद। ब्ल्याकस्टोन फिटनेस धनगढीले यस वर्ष फार वेस्ट स्ट्रङ्गेस्ट म्यान एन्ड वुमन ब्ल्याकस्टोन क्लासिकल पावरलिफ्टिङ च्याम्पियनसिप 2082 आयोजना गर्न लागेको छ। यस प्रतियोगिताले सुदूरपश्चिममा खेल, फिटनेस र स्वस्थ जीवनशैलीलाई प्रवर्धन गर्ने स्थानीय प्रतिभालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने र युवामा यस खेलप्रतिको आकर्षण बढाउने लक्ष्य लिएको छ। प्रतियोगिताले सुदूरपश्चिमका युवालाई फिटनेस र खेलतर्फ प्रेरित गर्न शक्ति खेल, पावर स्पोर्ट्सको महत्त्वबारे जागरण फैलाउने, खेलकुद मार्फत स्थानीय व्यवसाय, पर्यटन र सामुदायिक एकता बढाउने र नयाँ प्रतिभा पहिचान गरी ठुलो मञ्चमा पुर्याउने लगायतका कार्यमा योगदान पुगोस् भन्ने हेतुले यो प्रतियोगिता आयोजना गरेका हौँ। प्रतियोगितामा विभिन्न तौल वर्ग र उमेर समूहका खेलाडीहरू प्रतिस्पर्धा गर्नेछन्, जसमा पुरुषतर्फ 66 केजी मुनि, 66 देखि 74 केजी, 74 देखि 83 केजी र 83 केजी भन्दा माथि, महिलातर्फ 52 केजी मुनि, 52 देखि 63 केजी, 63 केजी माथिका प्रतिस्पर्धीहरूले प्रतिस्पर्धा गर्नेछन् भने 40 वर्षभन्दा माथिका पुरुषहरूको लागि विशेष गेस्ट लिफ्टिङ विधा पनि राखिएको छ। पुरस्कार तथा सम्मान अन्तर्गत फार वेस्ट स्ट्रङ्गेस्ट पुरुष र महिला पावरलिफ्टिङ विजेता, पुरुष महिला विजेतालाई नगद 10,000 र ट्रफी प्रदान गरिनेछ। त्यस्तै पावरलिफ्टिङ तौल क्याटेगोरी अन्तर्गत प्रत्येक 7 विजेता क्याटेगोरीमा प्रथम नगद रु 10,000, गोल्ड मेडल प्रमाणपत्र, दोस्रो नगद रु 5,000, सिल्भर मेडल प्रमाणपत्र, तेस्रो नगद रु 2,500, ब्रोन्ज मेडल प्रमाणपत्र र 40 वर्षभन्दा माथिका गेस्ट लिफ्टरहरूलाई पनि प्रमाणपत्र प्रदान गरिनेछ। यस प्रतियोगितालाई सफल बनाउन जम्मा रु 8 लाख खर्च हुने अनुमानित गरिएको छ। यसका लागि विभिन्न प्रतिष्ठित संस्थाहरूले आफ्नो महत्त्वपूर्ण सहयोग उपलब्ध गराएका छन्, जसमा एकाडेमिक पार्टनरका रूपमा एसपीए कलेज धनगढी, स्पोर्ट्सवेयर पार्टनर खेल बजार, फुड एन्ड बेभरेज पार्टनर ब्रेड बक्स, द बेकरी क्याफे, ड्राइभ इन बाई BYD रहेका छन्। थ्याङ्क यू। पहिलो पटक सुदूरपश्चिममा भएको पहिलो पटक हो यो पावरलिफ्टिङ खेल, अहिलेसम्म भएको थिएन, प्रथम पटक भएको छ। बिहान 8 बजे बडी वेट हुने हो, विङ हुन्छ, 10 बजेबाट खेल सुरु हुन्छ। 10 बजेबाट 6 बजेसम्म सकाउने कोसिस गर्छौँ, अलिकता लम्बिन पनि सक्छ। 10 देखि 6 अनुमानित समय 10 देखि 6 छ। कति खेलाडी सहभागी हुने दर्ता गरेर राख्नु भएको छ? दर्ता छ, फर्म भरेको छ। जम्मा जम्मी हजुरको 35, अब केही बढ्न पनि सक्छन्। भोलिसम्म हामीले इन्ट्री खोलेको छु, अहिलेसम्म 35 भएका छन्। महिलाको सहभागिता 10 देखि 15 छन्। महिलाको सहभागिता पनि राम्रो छ। इन्ट्री फी पनि लिएका छौँ 200, जम्मा सहभागिता बढी होस् प्लेयरको भनेर जम्मा 200 मात्रै इन्ट्री फी लिएका छौँ। 200 मात्रै इन्ट्री फी भएको यो हाम्रो लगभग नेसनल लेभलको इभेन्ट गराइरहेको छु। 200 इन्ट्री फी कहीँ पनि सायद मैले अहिलेसम्म देखेको छैन, हुनसक्छ तर मैले अहिलेसम्म सुनेको चाहिँ छैन। यो पावरलिफ्टिङ पहिलोचोटि गराएको हुनाले यसलाई चिनाउनुको हेतु एथलिटहरू पार्टिसिपेट भइदेलान् भनेर इन्ट्री फी कमसेकम सबैले अफोर्ड पनि गर्न सक्दैन, कति क्यापेबल एथलिटले अफोर्ड गर्न सक्दैन भने 200 मात्रै राखेका छौँ। यो सुदूरपश्चिमबाटै सबै एथलिटहरू समावेश भएका छन्, जसमा महेन्द्रनगर, टिकापुर, बेलौरी, अतरिया, सुदूरपश्चिम सबैबाट, लम्की, 7 नम्बर प्रदेशबाट सबैको सहभागिता छ। तपाईले आफै पनि एसियाली प्रतियोगितामा सहभागी भएर गोल्ड मेडल जितेपछि यो प्रकारको इभेन्ट गर्नुपर्छ भन्ने कन्सेप्टले पनि सुरुवात भएको मान्न सकिन्छ? त्यस्तो फिक्स सोच त मेरो केही पनि थिएन। यसमा सबै साथीभाइहरूले त्यो भइसकेपछि हामीले यो गर्नुपर्छ, यसलाई चिनाउनुपर्छ सुदूरपश्चिममा। अब यसमा धेरै मान्छेको सहयोगहरू छ, पछि यो कुराहरू म खोल्ला। मैले मेन्टालिटी जस्तो बनाएको त छैन, साथीभाइ टिमले सरसल्लाह गर्दा यो
त्यहाँबाट पनि भयो। यसको लागि म 5 वर्षबाट यो खेलको लागि म मास्टर्समा खेल्न पाउँछु भनेर म 5 वर्षपछि यसलाई कुरिरहेको थिएँ। म 45 वर्ष प्लस भएपछि मैले खेल्न पाएको। यसको कोसिस मैले 4 वर्ष अगाडि पनि नेसनल गेम ओपनमा खेलेको हो। त्यति बेला एकपल्ट हारेको पनि थिएँ, एकपल्ट थर्ड पनि भएको थिएँ। म 45 वर्ष माथि खेल्न पाउँछु भनेर 5 वर्ष कुरेको। अनि यो खेलमा थप 45 वर्ष माथिका, 50 वर्ष माथिका, 75 वर्ष माथिकालाई पनि सहभागिता गराइन्छ, ताकि यो केटाको मात्रै खेल होइन, सबै उमेर समूह, महिलालाई पनि 60, 70, 75 वर्षसम्मको महिलाले पनि यसमा प्रतिस्पर्धा गर्न सक्नुहुन्छ।